अन्यस्यो नमस्ते। आशीर्वाद कोरियन भाषा स्कुल भक्तपुरबाट भोला तिवारी। आज मैले इपिएस टपिक न्यू कोर्सको च्याप्टर 23 को एउटा यो हाङ्गुके उछेगुक सबिस हो। हाङ्गुके उछेगुक सबिस भनेको कोरियाको उछेगुक सर्भिस भनेको हुलाकी सेवा। हुलाक सेवा भन्ने एउटा यो छेमो यो शीर्षक लिएर तपाईहरु सम्म उपस्थित भएको छु। अब यसमा के भन्न भनेको छ, उछेगुकुन भनेको हुलाक चाहिँ थारुङ साराम हेगे अरु मानिसलाई अरु अथवा अन्य मानिसलाई फेन्जिना चिठी वा मुन्सा भनेको डकुमेन्ट कागज पत्रहरू सोफो पार्सल दुङ्गुल लगायत फनेल्टे पठाउने बेलामा इयोङ आनुन प्रयोग गर्ने खोसिनिदा भनेको ठाउँ हो। के रहेछ उछेगुकुन औषधि के रे हुलाक चाहिँ थारुङ सारामेगे अरु मान्छेहरूलाई फेन्जिना चिठी वा मुन्सा डकुमेन्ट कागज पत्रहरू सोफो पार्सल दुङ्गुल लगायत फनेल्टे पठाउने बेलामा इयोङ आनुन खोसिनिदा भनेको चाहिँ प्रयोग गर्ने ठाउँ हो भन्न भनेको छ। ओइगुके भनेको विदेशमा मुन्गलोल फनेल्टे मुन्गलोल फोदा भनेको सामान पठाउनु, मुन्गलोल फनेल्टे भनेको सामान पठाउने बेलामा लते अथवा उल्टे यो व्याकरण प्रयोग भएको छ। फनेल्टे पठाउने बेलामा खुक्चे थुकुप, खुक्चे भनेको अन्तर्राष्ट्रिय, थुकुप भनेको अन्तर्राष्ट्रिय एक्सप्रेस भनेको द्रुत गतिको भन्दा भनेको अन्तर्राष्ट्रिय एक्सप्रेस उफेन सर्भिसु भनेको हुलाकी सेवा। उफेन सर्भिसु भनेको हुलाकी सेवा। सर्भिसु नि हुलाकी सेवा। इएमएस भनेको एक्सप्रेस मेल सर्भिस भनेको छिटो छरितो सेवा रुललाई इयोङ आनुन प्रयोग गरे भने एलियामिरा भनेको सहज हुन्छ भन्न भनेको छ। इएमएस रो द्रुत गतिको उफेन मूल हुलाक सामानलाई फोनेमेन पठाउने हो भने पारुको छिटो फोनेमेन पठायो भने पारुको छिटो र आन्दन आगे सुरक्षित तरिकाले हान्नुन सारामेगे पाउने मान्छेलाई छन्दाल हाल्सु इसोमे डेलिभरी गर्न सक्ने भएर अथवा हस्तान्तरण गर्न सक्ने भएर अनलाइनबाट सिल सिगानो वास्तविक समयमा फेदार साङ्गुल डेलिभरीको अवस्थालाई छोइ हाल्सु छोसुमिदा चेकजाँच गर्न सकिने भएर राम्रो छ। एकचोटि फेरि उछेगुकुन हुलाक चाहिँ थारुङ सारामेगे भनेको अन्य व्यक्तिलाई फेन्जिना चिठी वा मुन्स कागजपत्र डकुमेन्ट सोफो पार्सल दुङ्गुल लगायत फनेदा भनेको पठाउनु, फोनेल्टे पठाउने बेलामा इयोङ हाता प्रयोग गर्ने, इयोङ आनुन प्रयोग गर्ने खोस इम्निदा ठाउँ हो। अनि ओइगुके मुन्गलोल फोनेल्टे विदेशमा सामान पठाउने बेलामा खुक्चे थुकुप उफेन भनेको अन्तर्राष्ट्रिय एक्सप्रेस हुलाकको सर्भिस भनेको सेवा चाहिँ इएमएस एक्सप्रेस मेल सर्भिस भनेको द्रुत गतिको हुलाक सेवा रुललाई इयोङ आनुन आधा प्रयोग गर्नु, इयोङ आनुन भनेको प्रयोग गरे भने फेलि आधा सहज हुनु, फेलि हामीदा भनेको सहज हुन्छ, सजिलो हुन्छ भन्न भनेको छ। इएमएस रो इएमएस द्वारा उफेन मूल फोनेमेन हुलाकको सामान पठायो भने पारुको छिटो र आन्दन आगे सुरक्षित तरिकाले हान्नुन सारामेगे पाउने मान्छेलाई छन्दाल हाल्सु सुमे डेलिभरी गर्न सक्ने अथवा हस्तान्तरण गर्न सक्ने भएर अनलाइनेसा भनेको अनलाइनबाट सिलसिलानु रो सही समयमा अथवा वास्तविक समयमा फेदार साङ्गुल भनेको डेलिभरीको अवस्था छोइ हाल्सु छोसुमिदा चेकजाँच गर्न सकिने भएर राम्रो छ। यहाँबाट सामान पठाइयो, बाटोमा के भयो, कहाँ पुग्दैछ भन्ने कुरो चाहिँ हामीले अनलाइनबाट त्यसको वास्तविक अवस्था पनि चेकजाँच गर्न सक्छौँ र त्यो हुनाले राम्रो छ भन्न भनेको छ। इएमएस ना एक्सप्रेस मेल सर्भिस वा खुक्चे सुफो भनेको अन्तर्राष्ट्रिय पार्सल, हाङखुङफेन भनेको यो हवाई जहाज सेवा अनि सनफेन भनेको पानी जहाज सेवा रोनुन द्वारा चाहिँ फेन्जी चिठी, चेक किताब, ओत कपडा, भजनफुम कस्मेटिक सामग्री दुङ्गुल लगायत फोनेल्सु चिमन पठाउन सकिने भए तापनि भनेको के रहेछ इएमएस भनेको अन्तर्राष्ट्रिय एक्सप्रेस सेवा वा खुक्चे सफो अन्तर्राष्ट्रिय पार्सल चाहिँ हाङखुङफेन भनेको जहाज
जहाज सेवा अनि हवाईजहाज सेवा र सनफेन भनेको पानीजहाज हुलाकी सेवा रोनुनद्वारा चाहिँ फेन्जी चिठी छेक किताब ओत कपडा वादङखुन कस्मेटिक सामग्री दुङ्गो लगायतलाई भनेजु चिमान पठाउन सकिने भए तापनि अब उम्सी भनेको खाना या भनेको औषधि हेर्नु भनेको नगद क्यास पैसा दुङ्गुन लगायत चाहिँ भनेर सुविधा पठाउन सकिँदैन भनेको छ। मूलधन अवश्य पनि पक्कै पनि थुम्सिक मूलिना थुम्सिक मूल भनेको यो बोट बिरुवा र जीव जनावरहरू बोट बिरुवा र जीव जनावर यो थुमूल र अनि सिगमूल भन्ने यो थुमूल भनेको जनावर सिगमूल भनेको चाहिँ बोट बिरुवा जनावर बिरुवा र बोट बिरुवा इना वा इन वासङ मूलजिल भनेको प्रज्वलनशील पदार्थ आगो लाग्न सहजै आगो लाग्ने पदार्थलाई इन्वासङ मूलजिल सहजै आगो लाग्ने पदार्थ थोकबाल मूल विस्फोटन पदार्थ दुङ्गो लगायत पनि फोनेल सुरक्षा पठाउन सकिँदैन भनेको छ। फेरि एकचोटि माथिबाट उसेको कुन भनेको हुलाक चाहिँ थारुन सारामेगी अन्य व्यक्तिलाई फेन्जिना चिठी वा पुन्छ डकुमेन्ट कार्डको सोको लगायत सोको पार्सल दुङ्गो लगायत भनेर पठाउने बेलामा इयो कानुन खोसिन्दा प्रयोग गर्न सक्ने ठाउँ हो भनेको छ। ओइबुके विदेशमा मोल कानुन फोनेलते सामान पठाउने बेलामा खुक्चे थुकु सबेसु खुक्चे थुकु उफेन अन्तर्राष्ट्रिय यो चाहिँ एक्सप्रेस सेवा हुलाकी सेवा सर्भिस सेवा चाहिँ इएमएस भनेको एक्सप्रेस मेल सर्भिस रोलाई इएम आमेन फेरि हामीलाई प्रयोग गर्नुभयो भने के हुन्छ सहज हुन्छ भनेको छ। इएमएस रो इएमएस द्वारा एक्सप्रेस मेल सर्भिस द्वारा चाहिँ उफेन मुरुल हुलाक सामानलाई फोनेमा पठाउनु भयो भने पारुको छिटो र अञ्जनागे सुरक्षित तरिकाले हान्नु सारामेले पाउने मान्छेलाई छन्दा हाल्छु सुने हस्तान्तरण गर्न सकिन्छ भने अनलाइनबाट सिल सिधहरू सही समयमा वास्तविक समयमा चाहिँ फेदार साङ्गुल डेलिभरी भएको अवस्था डेलिभरी भएको नभएको भएको भए कहाँ पुगेको कहाँ पुग्दैछ पायो कि पाएन यो सबै छोइहाल्छु चेक गर्न सकिने भएर छो सुन्निदा भनेको राम्रो हुन्छ भनेको छ। अनि इएमएसमा एक्सप्रेस मेल सर्भिस वा खुक्चे सोफो भनेको अन्तर्राष्ट्रिय पार्सल हाङगुङ फेन भनेको जहाजबाट पाइने यो हवाईजहाज हुलाकी सेवा अनि त्यस पछाडि सनफेन भनेको पानीजहाज सेवा रोनद्वाराबाट फेन्जी चिठी छेक किताब कोट कपडा भजङफुम भनेको कस्मेटिक सामग्री दुङ्गो लगायतलाई फोनेजु चिमान पठाउन सकिने भए तापनि उम्सी खाना या औषधि हेन्गु नगद दुङ्गुन लगायत चाहिँ फोनेल सुविधा पठाउन सकिँदैन भनेको छ। मूल्यन भनेको अवश्य पनि पक्कै पनि थोङसिक मूल यो थोङसिक मूल भनेको चाहिँ जीव जनावर वा बोट बिरुवा इना लगायत वा इन्वासङ मूलजिल भनेको प्रज्वलनशील पदार्थ फोकबाल मूल थोन्दो विस्फोटन हुने पदार्थ लगायत पनि फोनेल सुविधा पठाउन सकिँदैन भनेको छ। खुङ्नेछ भनेको राष्ट्रभित्र चाहिँ छुन्यान महत्त्वपूर्ण मुन्साना कागजपत्र वा खोगाए भनेको उच्च मूल्यको अथवा मूल्यवान उच्च मूल्यको अथवा मूल्यवान मूलफुम सामान दुङ्गो लगायत फोनेल नुन पठाउने बेलामा चाहिँ सुरेङ हाकिम सर्भिस रुल सामान पाएको नपाएको यो चेक रसिदको हाकिम भनेको चेक द सर्भिस रुल सेवालाई छेगोङ नुन भनेको उपलब्ध गराउने ठुङ्गिलो रजिस्टरबाट फोनेमेल पठायो भने खोदा रजिस्टरबाट पठाउनु भन्दा अझ अन्जन हामीरा भनेको सुरक्षित हुन्छ। यो भनेको के हो भने राष्ट्रभित्र महत्त्वपूर्ण डकुमेन्ट र बहुमूल्य अथवा मूल्यवान मूल सामानलाई दुङ्गो लगायतलाई फोनेल नुन पठाउने बेलामा चाहिँ सुरेङ हाकिम सर्भिस रुल भनेको रसिद लिएको वा नलिएको हाकिम सर्भिस रुल चेक गर्ने सेवालाई छेगोङ कानुन भनेको उपलब्ध गराउने थुङ्गिरो फोनेमेन खोदा रजिस्टर गरेर पठाएको भन्दा अझ अञ्जन हामीरा भनेको चाहिँ सुरक्षित हुन्छ भनेको छ। उफेन मुरुल हुलाकी सामानलाई थुङ्गिरो फोनेमेन भनेको रजिस्टरद्वारा पठाउनु भयो भने फागुन सारामी पाउने मान्छेले सुरेङ सामान लिएपछि त्यसको रसिद लिएपछि समूल साम हागी थैयो
गर्ने भएकोले सिग्नेचर पाउने मान्छेले सामान लिए पछाडि के भनिरहेछ, साइन गर्ने भएकोले साइन गर्ने अथवा सिग्नेचर गर्ने भएकोले फनेन सारानी पठाउने मान्छेले सुरेङ सासिरुल भनेको पाएको वा नपाएको, सासिरुल भनेको तथ्यलाई किन हाल्छु इसुमिरा भनेको चेक गर्न सकिन्छ, निश्चित गर्न सकिन्छ भनेको छ। के रहेछ, राष्ट्रभित्र महत्त्वपूर्ण कागजपत्र र बहुमूल्य सामान लगायतलाई चाहिँ फनेलले पठाउने बेलामा सुरेङ हागिन सर्भिस रुल रसिद लिएको चेक गर्न सक्ने सेवा सेगोङ्गानुन उपलब्ध भएको थुङ्गिरो रजिस्टरद्वारा फनेमेन्ट पठाउनु भयो भने चाहिँ थोरा भन्दा भनेको रजिस्टरद्वारा पठाएको भन्दा अझै आन्दन हामीदा सुरक्षित हुन्छ। अनि उफेन मुरुल हुलाक सेवा हुलाकी सामानलाई थुङ्गिरो फनेमेन्ट रजिस्टरद्वारा पठाउनु भयो भने खारुन सारामी पाउने मान्छेले सुरेङ्गु रसिद प्राप्त गरेपछि समेङ्गो लागि थै इदिते मुने हामीले हस्ताक्षर गर्नुपर्ने भएकोले फनेन सारामी पठाउने मान्छेले सुरेङ सासिरुल रसिद लिएको नलिएको वास्तविक कुरालाई, वास्तविक तथ्य कुरालाई वाकिन हाल्छु इसुमिरा चेक गर्न सकिन्छ भनेको छ। हान्थेन अर्कोतर्फ हानगुके कोरियाको उछेको कुन होला चाहिँ उफेन मूल सर्भिसु होइए हुलाकी सेवा हुलाकी सामानको सेवा बाहेक खान्दानान साधारण उन्नेङ बैङ्क सर्भिसुदो सेवा पनि, बैंकिङ सुविधा पनि अथवा वित्तीय सेवाको छेकौँ हामीदा पनि उपलब्ध छ भनेको छ। यो भनेको अर्कोतर्फ के अरे, कोरियाको हुलाक चाहिँ हानगुके उछेको कुन कोरियाको हुलाक चाहिँ उफेनमूल सर्भिसु होइए हुलाको सामान भन्दा बाहेक, हुलाकी सेवा भन्दा बाहेक खान्दानान साधारण उन्नेङ सर्भिसुदो बैंकिङ सेवा पनि छेकौँ हामीदा उपलब्ध छ। उछेको के सदो हुलाकबाट पनि उन्नेङवा बैङ्क र उन्नेङवा खासी बैङ्क जस्ता खेजारुल खातालाई खेसा लागन खोल्ने वा फर्म इना बिमाको फर्म बिमा वा छक्कुने बचत खाइपाल्सुदो इदको भनेको दर्ता पनि गर्न सकिन्छ र खोङ्वा गुमुल भनेको यो युटिलिटी बिलहरू नाखो हाल्सुदै भुक्तान गर्न सकिने पनि इसुमिरा सकिन्छ भनेको छ। फेरि एकचोटि हान्फेन अर्कोतर्फ हानगुके कोरियाको उछेको कुन हुलाक चाहिँ उफेनमूल सर्भिसु भनेको हुलाकी सेवा होइए बाहेक खान्दानान उन्नेङ सर्भिसुदो साधारण बैंकिङ सेवा पनि छेकौँ हामीदा उपलब्ध छ। उछेको के सदो हुलाकबाट पनि उन्नेङवा बैङ्क र खाची भनेको बैङ्क सँगसँगै खेजारुल बैङ्क जस्ता भन्न पनि सकिने हो, खेजारुल खेसा लागन खाता खोल्ने वा फर्मिना बिमा वा छगुमे बचतको खाइपाल्सुदो इदको दर्ता पनि गर्न सकिन्छ र खोङ्वा गुमुर भनेको युटिलिटी बिलहरू नाप्पु हाल्सुदो इसुमिरा भुक्तानी गर्न सकिन्छ। जस्तै बिजुली बत्ती पानी यस्तो बिलहरू, यो खोङ्वा गुम भनेको बिजुली पानी बत्तीको बिलहरू पनि नाप्पु हाल्सु इसुमिरा भनेको भुक्तानी गर्न सकिन्छ भनेको छ। ल यसै गरी अर्को दिन अर्को फेरि च्याप्टर 24 को भिडियो लिएर तपाईहरुको सामु उपस्थित हुनेछु। हस्त नमस्ते।